नेपालको सुदूरपश्चिममा डडेलधुरा जिल्लाको एक रमणीय पहाडी क्षेत्रमाथि अवस्थित छ उग्रतारा माता दरबार। यो मन्दिर केवल धार्मिक स्थल मात्र होइन, यहाँको हरेक ढुङ्गा, हरेक गजुरमा इतिहास, संस्कृति र आस्थाको गहिरो छाप बसिरहेको छ। उग्रतारा मातालाई शक्ति, रक्षण र सङ्कल्पको देवी मानिन्छ। जनविश्वास अनुसार जसले सच्चा मनले यहाँ पूजा गर्छ उसको मनोकामना अवश्य पूरा हुन्छ। विशेष गरी दशैं, चैते दशैं र तीज जस्ता चाडपर्वमा यहाँ हजारौं भक्तजन टाढा टाढाबाट आउँछन्। मन्दिर परिसर प्राकृतिक सौन्दर्यले भरिएको छ। हरियाली, शान्त वातावरण अनि डडेलधुराको सुरम्य दृश्यहरूले यहाँ पुग्ने जो कोहीलाई आध्यात्मिक ऊर्जा मिल्ने अनुभव हुन्छ। यहाँबाट डडेलधुरा बजार, आसपासका पहाडहरू अनि टाढाका हिमालसम्म देख्न सकिन्छ। धार्मिक दृष्टिकोणले मात्र होइन, यो मन्दिर स्थानीय संस्कृतिको केन्द्र पनि हो, जहाँ नृत्य, भजन, पूजापाठ र मेलाहरूले समुदायलाई एकतामा बाँधेको छ।